सानानी हजुर सन्चै बाबु सन्चै तपाईँ हुनुहुन्छ सन्चै अनि अहिले कहाँबाट घाँसबाट आयो घाँस काटेर आयौँ अनि पुष्पी बाबुका कहाँबाट आयो घाँसबाट अनि ठुलबुबा नमस्कार भनिनुहोस् त नमस्कार ठुलबुबा ए अनि भैँसी पारा कसरी पाल्या छौ देखाउ न त ठिक रहेछन् अनि अहिले अब बर्खाको मौसम छ अब भैँसी पारालाई राम्रोसँग घाँस काटेर हाल्नु ल ओके यता हेर न तिमीहरूलाई त सिकाउनु पर्छ अनि काइली चाहिँ अनि कहाँ गएर आकी पिलारी घाँसको टाइम भर्खरै ए अनि तिमीहरूले कतै केटा पट्याएकी छौ छैनौ घर आएर अनि बिहेको भोज खाने अनि ठुलो ठुलो खसी किनेर ल्याउने बाबालाई खुवाउने हामी केरा पट्याउँदिनौ आइजलाई ए हो र राम्रोसँग नहाल्ला नै मोबाइल अहिले पटाउँदिनौ केटाहरू पट्याएको छैन पक्कै पनि ल भन त न स्यानानी त अब पट्याउने जस्तै छ हौ हाम्रो स्यानानी म त विश्वास गर्दैन तैँले अहिले त आज कति सुहाउने भएछ हेर त त्यो त ठुल्ली भएकी छ त अब म अब घर आएपछि स्यानानीको बिहे गराइदिन्छु ल पुष्पी लगाएर स्यानानीलाई बिहे गराइदिन्छु म घर आएपछि ल आनी चाहिँ पाराहरू कता छन् कस्ता छन् मोटा गराएछौ कि पारार त यसो छैन ल भैँसी पाराहरू राम्रै रहेछन् अनि मम्मीहरू खोइ त मम्मी पारी ठुलो गरेर हुनुहुन्छ हामी चाहिँ यहाँ पुरानो घर छौँ ए पुरानो घर अनि कस्तो छ देखा त